नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ। अहिले हेर्दै हुनुहुन्छ टेक्निकल ध्रुव युट्युब च्यानल। फाइनली कैलाली जिल्लाबाट पनि निमाविको अध्यापन अनुमति पत्रको वितरण सुरु भइसक्यो हो। सम्पूर्ण जानकारी यसै भिडियोमा पाउन सक्नुहुनेछ। सो भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरी बेल आइकन अवश्य प्रेस गर्नुहोला ताकि जुनसुकै नयाँ अपडेट सबभन्दा पहिले हजुर समक्ष पुगोस्। सो आउनुहोस् ढिला नगरिकन विषय वस्तुतर्फ लागौं। कैलाली जिल्लाबाट सञ्चालन यानि कि सुरुवात भइसकेको रहेछ। के कस्तो हो, के डकुमेन्टहरू चाहिन्छ, सम्पूर्ण जानकारी पाउन सक्नुहुनेछ। सो भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। यहाँ हेर्न सक्नुहुनेछ फाइनली चाहिँ यसको चाहिँ निमाविको चाहिँ फाइनली अनुमति पत्र, माध्यमिक तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धमा यो सूचना रहेको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलाली 9 महिना 22 गतेदेखि तपाईको सुरुवात भइसकेको रहेछ। विषय माध्यमिक तहको अध्यापन अनुमति पत्र वितरण सम्बन्धमा विज्ञापन नम्बर 43/2082 र 83 माध्यमिक तहको परीक्षामा कैलाली जिल्लाबाट सहभागी भई उत्तीर्ण सबै परीक्षार्थीहरू। प्रस्तुत विषयमा शिक्षक सेवा आयोगको विज्ञापन नम्बर 43/2082-83 माध्यमिक तहको अध्यापन अनुमति पत्र यस इकाइमा प्राप्त भएकोले मिति 2082 पुस 23 गतेदेखि वितरण हुने हुँदा उक्त परीक्षामा सहभागी भई उत्तीर्ण भएका परीक्षार्थीहरूले देहाय बमोजिमका कागजात पत्रहरूको प्रतिलिपिहरू स्वयं व्यक्तिले प्रमाणित गरी तोकिएको ढाँचामा निवेदन पेश गर्न हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ। नेपाली नागरिकताको प्रमाणपत्र र स्नातक तहको ट्रान्सक्रिप्टको एक सक्लै प्रमाणपत्रहरू समेत साथमा ल्याउनु पर्नेछ। अध्यापन अनुमति पत्र मिति 2083 साल पुस मसान्तभित्र र अनिवार्य रूपमा बुझ्दै लैजानु पर्नेछ। यहाँ हेर्न सक्नुहुनेछ अब के डकुमेन्ट के कागजातहरू चाहियो त तपाईहरु यसरी जानकारी पाउन सक्नुहुनेछ। अध्यापन अनुमति पत्र लिन आउँदा पेश गर्नुपर्ने सिलसिलेवार कागजात पत्रहरूको सूची यस प्रकार रहेका छन्। क्रम संख्या 1 अनुसूची 1 बमोजिमको निवेदन 1 थान कार्यालयबाट उपलब्ध हुने, हालसालै खिचेको अनुहार खिचिने अटो साइजको फोटो 2 थान, प्रवेश पत्रको प्रतिलिपि 1 थान, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 थान, एसएलसी एसई देखि स्नातक तहसम्मको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपिहरू 1 प्रतिहरू, तालिमको प्रमाणपत्रको प्रतिलिपि 1 थान, विदेशी शिक्षण संस्थाबाट शैक्षिक उपाधि हासिल गरेका हकमा समकक्षताको प्रमाणित प्रतिलिपि 1 थान, व्यक्ति स्वयं उपस्थित हुन सक्ने भएमा मन्जुरीनामा र मन्जुरीनामा लिई आउने व्यक्तिको परिचय खुल्ने नागरिकता वा सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचय पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त अध्यापन अनुमति पत्रको विवरण फरक परेको हकमा कार्यविधिले तोके अनुसार हुनेछ। अध्यापन अनुमति पत्र वितरण गर्दा पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवाको आधारमा एक व्यक्तिको काम सकेर मात्रै अर्को व्यक्तिको काम गरिनेछ। निवेदकहरूले सङ्ख्या बढी भएको दिनमा भोलिपल्ट मात्र अध्यापन अनुमति पत्र उपलब्ध गराउन सकिनेछ र खजा समय दिउँसो 31 देखि 2 बजेसम्म रहेको छ। खजाको समय रहेको छ। तपाईँ यसलाई स्क्रिनसट गरेर पनि राख्न सक्नुहुनेछ। के डकुमेन्ट के कागजातहरू त्यहाँ पेश गर्नुपर्ने हुन्छ बारे जानकारी। सो यो भिडियो कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहोला र साथीको माझमा अवश्य पुर्याउनुहोला। यो थियो तपाईको कैलाली जिल्लाबाट वितरण सम्बन्धमा यो सूचना रहेको छ। फाइनली तपाईहरुको पनि आइसकेको रहेछ। यसैगरी हामी प्रत्येक जिल्लाको देखाउनेछौँ।